हेलो साथीहरू, स्वागत छ तपाईँलाई नोटबुक च्यानलमा। आज हामी कुरा गर्नेछौँ टाइप्स अफ सिमेन्ट युज इन कन्स्ट्रक्सन। त्यसको हामी 5वटा टाइप पढ्नेछौँ। यो चाहिँ हामी एक्सप्लेन चाहिँ नेपालीमा गर्नेछौँ सिभिल इन्जिनियरिङको। साथी स्टार्ट गरौँ। इन्ट्रोडक्सनमा के छ भने इन्ट्रोडक्सन गरौँ। साथीहरू नमस्ते, वेलकम टु माई सिभिल इन्जिनियरिङ च्यानल। आजको भिडियो निर्माणमा प्रयोग हुने 5 प्रकारका सिमेन्टहरूको बारेमा बुझ्नेछौँ, जुन हाम्रो नोटबुक च्यानल छ। फर्स्टमा के छ भने साथीहरू, 1 नम्बरमा छ तपाईँको ओपिसी सिमेन्ट। जुन ओपिसी सिमेन्टलाई हामी आफ्नो भाषामा के भन्छौँ, त्यसको फुल फर्म अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट। अब यो चाहिँ सबैभन्दा सामान्य सिमेन्ट छ। यो चाहिँ युज कहाँ हुन्छ भने घर बनाउने पिलरमा, स्ल्याबमा प्रयोग हुन्छ। यो चाहिँ कुन कुन ग्रेडमा पाउँछ त 33 ग्रेड, 43 ग्रेड र 53 ग्रेड, यानि सिमेन्टहरू ग्रेडमा पाउने गर्दछ। सेकेन्ड छ साथीहरू तपाईँको, सेकेन्ड नम्बर छ तपाईँको 2 नम्बरमा पिपिसी सिमेन्ट। त्यसलाई भन्छ पोर्टल्यान्ड पोजोलाना सिमेन्ट। अब पोर्टल्यान्ड पोजोलाना सिमेन्टको फ्लाइ एस मिसिएको हुन्छ। फ्लाइ एस मतलब जुन खरानी जस्तो हुन्छ नि, त्यसलाई फ्लाइ एस भन्छ। राम्रो ड्युरेबिलिटीको हुन्छ, धेरै ड्युरेबिलिटी मतलब बढी दिनसम्म टिक्ने गर्दछ यो पिपिसी सिमेन्ट। यो चाहिँ युज कहाँ हुन्छ भने ड्याममा हुन्छ, वाटर ट्याङ्कमा प्रयोग गरिन्छ, यस्तो यस्तो ठाउँमा प्रयोग गरिन्छ। थर्ड नम्बरमा छ तपाईँको, 3 नम्बरमा छ तपाईँको ऱ्यापिड हार्डनिङ सिमेन्ट। ऱ्यापिड हार्डनिङ सिमेन्ट के हुन्छ भने छिटो कडा हुने सिमेन्ट छ, नामै छ ऱ्यापिड। अब यो युज कहाँ हुन्छ भने रोड कन्स्ट्रक्सन र इमर्जेन्सी वर्कमा प्रयोग गरिन्छ। यस्तो कुरा बुझ्नुभयो। आज हामी सिमेन्टको बारेमा 5वटा सिमेन्टको बारेमा डिस्कस गर्दैछौँ, जो धेरै नै इम्पोर्टेन्ट हुन्छ। अब यो यस्तो यसहरूको बारेमा अलिकति नेपालीमा धेरै कम छ, त्यसैले म नेपालीमा तपाईँहरूलाई सम्झाइरहेको छु। इङ्ग्लिसमा त जहाँ तहाँ पाइहाल्नुहुन्छ। 4 नम्बरमा छ तपाईँको सल्फेट रेजिस्टेन्ट सिमेन्ट। सल्फेट रेजिस्टेन्ट सिमेन्टको बारेमा अलिकति डिस्कस गरौँ। सल्फेट अट्याक हुने ठाउँमा प्रयोग हुन्छ। जहाँ जुन ठाउँमा सल्फेट अट्याक हुन्छ त्यो ठाउँमा प्रयोग गरिन्छ। अब यो प्रयोग कहाँ गरिन्छ भनेर फाउन्डेसन फर सेवेजको लागि, मेरिन वर्क इत्यादिको जस्तो ठाउँमा प्रयोग गरिन्छ साथीहरू। फाउन्डेसन भयो, सेवेजहरू भयो, मेरिन वर्क भयो, त्यो ठाउँहरूमा प्रयोग गरिन्छ। व्हाइट सिमेन्ट नम्बर लास्टमा 5 नम्बरमा व्हाइट सिमेन्ट। व्हाइट सिमेन्ट के हुन्छ भने सजावटको लागि, जस्तो भयो अलिकति एट्र्याक्टिभको लागि, टाइल्स फिक्सिङको लागि, पप वर्कको लागि। अब मैले अर्को कुरा के भने एट्र्याक्टिभको लागि, एट्र्याक्टिभ देख्नको लागि ओप्स व्हाइट सिमेन्ट अलिकति हुन्छ। अब यो अलिकति कम्पेरिजन गर्दाखेरि यो ओपिसी भन्दा महँगो हुन्छ, मतलब यो चाहिँ एक्सपेन्सिभ हुन्छ के, यो सिमेन्ट एक्सपेन्सिभ हुन्छ। 5वटा सिमेन्टहरूको बारेमा डिस्कस थियो साथीहरू, र 5वटा सिमेन्टलाई डिस्कस गरेर म तपाईँलाई बोनस टिप्स दिइरहेको छु। यो चाहिँ बोनस टिप्स जुन हामी सबै भिडियोमा गर्ने गर्छौँ। सिमेन्ट किन्दा सधैँ एक्सपायरी डेट हेर्नुहोस्। अब कहिलेकाहीँ के हुन्छ नि, बजारमा सिमेन्टहरूको एक्सपायरी डेट हुन्छ, एक्सपायरी हुने बित्तिकै त्यो जमिहाल्छ। त्यसैले सिमेन्ट किन्दाखेरि यो 2टा पोइन्टहरू इम्पोर्टेन्ट छ। सेकेन्ड पोइन्ट के छ, सुक्खा ठाउँमा राख्नुपर्छ, नत्र सिमेन्ट मोइस्ट भएर खराब हुन्छ। अब पानीभन्दा बचाउनु सबभन्दा ठुलो कुरा छ। जहाँ ठाउँमा सुक्खा केही ठाउँमा राखेर यसको माथि सिमेन्टहरू राख्नुपर्छ सुक्खा ठाउँमा, ताकि सिमेन्ट नजमोस्। यो थियो तपाईँहरूको आजको भिडियो, र आशा छ तपाईँलाई जानकारी मन पर्यो। लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौँला अर्को भिडियोमा साथीहरू। धन्यवाद। र तपाईँहरूलाई यदि भिडियो राम्रो लाग्यो होला भने फेरि पनि भेटौँला साथी। थ्याङ्क यू।